आएको छु। म डाक्टर मीना प्रधान हो, स्त्री रोग विशेषज्ञ हो। यहाँ धेरै महिलाहरू देखेँ मैले। त्यसै तपाईँहरू यहाँ आउँदाखेरि टाउको दुख्ला होइन, पेट दुख्ला, तर पाठेघर जचाउनु पर्दाखेरि लजाउनुहुन्छ। म हजुरलाई यही रिक्वेस्ट गर्न चाहन्छु कि नलजाउनुहोस्, नलुकाउनुहोस्। हरेक महिलाहरू यहाँ जति पनि उपस्थित हुनुहुन्छ, अबेरसम्म भए पनि पालोमा बसेर पाठेघर चाहिँ एकपटक अनिवार्य जचाउनुहोस्। पाठेघरको मुखमा घाउ भइरहेको हुन्छ, पिप बगिरहेको हुन्छ होइन, कहिलेदेखि पुरानो चिलाउने रोग लागिरहेको हुन्छ, दुर्गन्ध पानी बगिरहेको हुन्छ, हजुरले सहेर बस्नुभएको हुन्छ होइन। त्यो कुरालाई सहनु हुँदैन, लजाउनु हुँदैन, लुकाएर राख्नु हुँदैन भनेर म सम्पूर्ण महिला दिदीबहिनीहरूलाई अनुरोध गर्दछु, कृपया सबैजनाले जाँच्नुहोला है। अर्को कुरा भनेको हाम्रो डाक्टर यहाँ उज्जैन शाक्य हुनुहुन्छ, हार्ट जोर्नी सम्बन्धी हुनुहुन्छ। डाक्टर राजीव खड्का हुनुहुन्छ भिटी एक्सरे जाँच गर्नको लागि। अनि डाक्टर ओम हुनुहुन्छ मेडिकल अफिसर। उहाँहरूले पनि हजुरको दुःख पीडालाई सुनेर सुखमा परिणत गरिदिनुहुन्छ र तपाईँहरूको स्वास्थ्यको लागि लघु वित्तीय संस्था पनि छ है भनेर एउटा महसुस गराउनुहुन्छ। धन्यवाद।